आज मनकामना दर्शन गर्न जाँदा गाइज होइन रमाइलो मात्र हुन्छ होला भनेको त यस्तै खतरा एडभेन्चर पनि भयो गाइज होइन केवल कारले त हामीलाई पुरा पिङ पो खेलाइदियो। यत्रो दुःख गरेर मनकामना मन्दिर आइसकेपछि यसो घुम्न पनि पर्यो। 2 घण्टा लाइन बसेर चाहिँ बल्ल मन्दिरभित्र आउन पाएँ अनि सो हेलो गाइज आज चाहिँ हामी जाँदैछौँ मनकामना दर्शन गर्नको लागि। आज चाहिँ हाम्रो ट्रिप रहेको छ मनकामना टेम्पलको है। अनि त्यो भन्दा पनि थ्याङ्क यू सो मच गाइज फर 1K सब्सक्राइबर होइन। मेरो च्यानलमा चाहिँ 1000 सब्सक्राइबर पुगिसक्यो अनि त्यसपछि मेरो च्यानल मोनेटाइज पनि भइसक्यो गाइज होइन। र मैले भिडियो हाल्न थालेको जम्मा 1.5 महिना भन्दा भएको छैन होइन। 1.5 महिनाभित्र 1K सब्सक्राइबर र 4000 घण्टाको वाच टाइम पुगेर पनि मोनेटाइज भइसकेको छ गाइज होइन। इट इज अल बिकज अफ यु गाइज, थ्याङ्क यू सो मच गाइज। र हामी चाहिँ जाँदैछौँ मनकामना दर्शन गर्नको लागि चाहिँ यो गाडी लिएर होइन। यो गाडीको नाम चाहिँ एप्पल डिलक्स हो गाइज होइन। दामी छ गाडी चाहिँ जे होस्। र आजको यात्रा सुरु गर्नुभन्दा अगाडि चाहिँ गाइज होइन मलाई चाहिँ यस्तो चिया खान मन लाग्यो, त्यही भएर चिया खाँदैछु होइन। पछाडि देख्न सक्नुहुन्छ यस्तो हावाहुरी चलिरहेछ फेरि होइन। र हाम्रो मनकामना दर्शन गर्न जाने यात्रुहरूलाई लिनको लागि चाहिँ म चाहिँ जानुपर्ने हुन्छ तल सहरतिर होइन। अनि त्यसपछि म चाहिँ गाउँबाट तल सहरको लागि भनेर हिँडिसकेँ होइन। अहिले चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो गाइज होइन। म चाहिँ हिँडिसकेँ मनकामना दर्शन गर्न जाने भनेर होला गाइज होइन। त्यही भएर मेरो मन त फुरुङ भइरहेछ यहाँ। र फाइनली गाइज म चाहिँ अहिले आइसकेको छु बजारमा होइन। अनि त्यसपछि मैले अब यात्रुहरूलाई खोज्नु पर्ने हुन्छ, सायद बस पार्कतिर होला होइन। म चाहिँ बस पार्कतिर जानुपर्ने हुन्छ उनीहरूलाई पिकअप गर्नको लागि। र अहिले म चाहिँ पुगिसकेको छु प्यासेन्जरहरू भएको ठाउँमा। उनीहरू चाहिँ यहाँ बसिरहेको रहेछन् अनि यिनीहरूलाई चाहिँ झ्यापझुप चढाएर म चाहिँ लागिहाल्नु पर्ने हुन्छ मनकामना दर्शन गर्नको लागि। ल झ्यापझुप चढिहालौँ साथीहरू। र देख्न सक्नुहुन्छ गाइज होइन साथीहरूले चाहिँ पुरा मनकामना जानको लागि चाहिँ होइन पुरै प्याकिङ गरेर आएर रहेछन् होइन। पूजा गर्नको लागि सायद पूजाको आइटमहरू पनि हुनसक्छ होइन। तर कसैले पनि खसी बोका ल्याएको छैन गाइज। र यति बेला भने मैले प्यासेन्जरहरूलाई सबैलाई चढाएर हिँडिसकेँ मनकामनाको यात्राको लागि। अनि अब भने चाहिँ हामी सरासर जानुपर्ने हुन्छ, नत्र भने फेरि ढिलो हुनसक्छ गाइज हामीलाई होइन। र गाइज होइन म चाहिँ जाँदै थिएँ होइन। तर एक्कासी यहाँ चाहिँ यस्तो खतरा रेस पऱ्यो कि मेरो एउटा ढ्याङ्ग्रे गाडीसँग। अनि यसलाई चाहिँ म कम्पिटिसन गर्दैछु कि गाइज। ल यसलाई त म कहाँ जितिहाल्छु नि यसलाई त। हेर्न मलाई पेलेको यार यसले यार थुक्क मसँग पङ्गा लिने होइन त तँलाई त यस्तै गर्नुपर्ने हुन्छ क्या मैले। र गाइज हामी चाहिँ पुग्छौँ यस्तो हल्का जङ्गल भएको ठाउँमा। अनि त्यसपछि प्यासेन्जरहरूलाई पिसाबले चापेर मर्नु भयो अरे। अनि एकछिन बाँधेर राख्नु न भनेको यहाँ मानेनन् यार। अनि मलाई रोक्न लगाएँ। र त्यसपछि म पनि जानुपर्ने हुन्छ पिसाब फेर्नको लागि। यहाँ म चाहिँ खोज्दैछु कहाँनिर गएर मुत्न चाहिँ यस्तो बवाल हुन्छ भनेर। अब यहीँ गएर मुत्नु पर्ने हुन्छ मैले। यहीँ भन्दा पनि अलि यता पुगेर चाहिँ तुर्काउनु पर्ने हुन्छ मैले। कस्तो आनन्द आएको यार खुल्ला ठाउँमा यसरी पिसाब गर्न चाहिँ। कत्रो आएको धारा पनि यार मेरो त। र गाइज म चाहिँ होइन पिसाब फेरेर पनि सकिसकेँ। अनि त्यसपछि फर्किँदैछु। अब फेरि यात्रा सुरु गर्नुपर्ने हुन्छ नत्र फेरि ढिलो हुन्छ हामीलाई। र गाइज हामी चाहिँ त्यसपछि पुग्छौँ हल्का सानो बजार जस्तो ठाउँमा। अनि त्यसपछि यहाँ चाहिँ एउटा होटल रहेछ होइन रेस्टुरेन्ट टाइपको। अनि यहाँ चाहिँ खाना खाने भन्दैछन् अनि भोक पनि लागेको छ मलाई पनि। र यहाँ त कस्तो पार्क गर्ने ठाउँै छैन कि गाइज यार। म त यही रातोलाई हटाएर पार्क गर्नुपर्छ कि क्या हो। ल म त यहीँ छिराइदिन्छु यार गाडीलाई अब ल माया। र त्यसपछि म चाहिँ पुग्छु होटलमा। अनि त्यसपछि मैले मगाएँ 1 थाल मासु र भात। अनि त्यसपछि खाँदैछु ल्याम कि ल्याम। अनि यस्तो मिठो भइरहेछ गाइज होइन। आहा। र आफूले मात्रै खाएर त भएन, अब गाडीको पनि पेट खाली भइसकेछ। त्यही भएर मैले पेट्रोल हाल्नको लागि पेट्रोल पम्पतिर लगेँ गाडीलाई। अनि त्यसपछि यहाँ चाहिँ हाल्दैछु। कति महँगो हो तेल। र अहिले चाहिँ म चाहिँ तेल हालेर पनि निस्केको त यहाँ त यस्तो लामा लस्कर जाम पो लागिसकेको रहेछ। यहाँ जाम गर्ने चाहिँ त्यो फुच्चे गाडी रहेछ कि यसलाई चाहिँ अब मैले साइड हटाइदिनु पर्ने हुन्छ। यसरी बिच बाटोमा जाम गरेर बस्नु हुँदैन कि भाइ। ल तिमी चाहिँ यता एकछिन साइडमा बस होइन। हामी चाहिँ जानुपर्ने हुन्छ। र मैले चाहिँ जाम खुलाइदिएँ गाइज होइन। जिन्दगीमा पहिलोचोटि मैले राम्रो काम गरेँ। र त्यसपछि म चाहिँ त्यहाँबाट लागेँ होइन। मैले जाम खुलाइदिने होइन। मैले ओभरटेक गर्न खोजिरहेछ कि त्यो राटो ट्रकले। अनि यसलाई ओभरटेक गर्न त कहाँ दिन्छु र म। र गाइज हामी चाहिँ यतिखेर पुग्न लागिसकेका छौँ मुगलिन। अनि यता देख्न सक्नुहुन्छ यस्तो दामी खोला छ यहाँ चाहिँ। अनि यस्तो बाटो पनि दामी छ यता चाहिँ। म चाहिँ कतिखेर केबल कार चढम्ला जस्तो भइरहेछ गाइज होइन। एकदमै मन आत्तिरहेछ, एकदम ओभर एक्साइटेड भइरहेको छु म। र फाइनल गाइज देख्न सक्नुहुन्छ साइडमा चाहिँ मर्स्याङदी खोला। अब यति भनेपछि मुगलिन आउन लाग्यो भनेर चाहिँ बुझ्न सकिन्छ हामी चाहिँ होइन। र गाइज अब चाहिँ मुगलिन बजार सुरु हुँदैछ देख्न सक्नुहुनेछ। यहाँ पनि अर्को खोला पनि देख्न सकिन्छ हामीले। अनि बाँसको झ्याङ पनि देख्न सकिन्छ साइडमा। र गाइज होइन अहिले चाहिँ हामी तर्दैछौँ मुगलिनको पुल। अनि पारीको बजार चाहिँ मुगलिनको बजार हो। अनि त्यसपछि हामी कुरिन्टार चाहिँ त्यहाँबाट एकैछिनमा पुग्न सक्छौँ होइन। गाडीमा 10 मिनट पनि लाग्दैन। र अब भने चाहिँ मैले तुफान कुदाउनु पर्ने हुन्छ गाडीलाई। अनि त्यसपछि 10 मिनट लाग्ने ठाउँमा हामी 5 मिनटमा पुग्नु पर्ने हुन्छ अब कुरिन्टारसम्म। र गाइज यतिखेर चाहिँ हामी आइसकेका छौँ कुरिन्टारको बजार। अनि त्यसपछि हामीले गाडीलाई चाहिँ यतिनिर पार्क गर्नुपर्ने हुन्छ। अनि बल्ल जानुपर्ने हुन्छ केबल कार चढ्ने ठाउँमा। र गाडीलाई चाहिँ मैले यहीँ मिलाएर पार्क गर्नुपर्ने हुन्छ। अनि त्यसपछि म चाहिँ झरेर लाग्नुपर्ने हुन्छ गेटतिर। प्यासेन्जरहरू चाहिँ पछि आउँछन् रे। अनि त्यही भएर म त अगाडि कुद्दै गएँ होइन। अनि त्यसपछि मलाई हतार भइसक्यो। र गाइज फाइनली म चाहिँ मनकामनाको गेटको अगाडि आइसकेँ। अनि अब यहाँबाट छिरेर टिकट सिकट काटेर होइन। अनि बल्ल हामी चाहिँ केबल कारमा चढ्न पाइन्छ। अनि म चाहिँ आइसकेँ होइन। एकदमै रमाइलो भइरहेछ मलाई। र म चाहिँ तपाईँहरूलाई केबल कार चढेको भिडियो पनि देखाउने छु गाइज। किप वाचिङ होइन, हेरिरहनु होला, बोर चाहिँ नहुनु होला। र गाइज म त गेटबाट छिरेर पनि टिकट सिकट काटेर पनि होइन। अनि यहाँ केबल कारभित्र चढ्दैछु। अनि यहाँ चाहिँ यसो बस्दैछु म चाहिँ। अनि त्यसपछि ढोका लागिँदैछ। र गाइज यतिखेर चाहिँ म चाहिँ मस्त भ्यू इन्जोय गर्दैछु
केबल कारमा बसिरहेको छु अनि देख्न सक्नुहुन्छ तल खोला अनि उता हिमाल चाहिँ बब्बाल देखिरहेछ एकदमै मजा आइरहेछ गाइज मलाई चाहिँ हल्का फुल्का चाहिँ रिङ्गटा टाइपको पनि भइरहेछ हैन एकदम वाकाको आउला जस्तो पनि भइरहेछ मलाई चाहिँ तर पनि केही छैन म चाहिँ यस्तो उभिँदै पनि हेर्दै छु गाइज देख्न सक्नुहुन्छ एकदमै मजा आइरहेछ म चाहिँ फर्स्ट टाइम हो है गाइज यसरी केबल कारमा चढेको एकदम बवाल मजा आउने रहेछ नि त यार ओहो फर्स्ट टाइम एक्सपिरियन्स गरियो यार केबल कारमा धरी फेरि यो चुडेर तल भुइँमा त खस्दैन नि मलाई त कस्तो डर लाग्यो लुक एट द भ्यू गाइज ओ माई गॉड कस्तो डर लाग्दो तल त यहाँमा वे खोला त डेन्जर देखिरहेछ हिमाल पनि बब्बाल चम्किरहेछ त आम्मामामा र कुरा बुझ्दै जाँदा गाइज हैन मान्छेहरू चाहिँ मनकामना दर्शन गर्न भन्दा पनि यही केबल कार चढ्न भनेर मात्र पनि आउँदो रहेछन् के हि र गाइज हामी चाहिँ मस्त इन्जोय गर्दै जाँदै थियौँ तर एक्कासी केबल कार त यता र उता हुन्छ यार अब लौन पिङै खेलाइदियो त यार केबल कारले त अब आज साँच्चीकैको भगवानकै दर्शन हुन्छ कि क्या र फाइनली गाइज हाम्रो चाहिँ झर्ने बेला आयो हैन यो चाहिँ हाम्रो फाइनल स्टेसन हो अनि अहिले चाहिँ म झर्दैछु अनि यहाँबाट चाहिँ हल्का 2-4 मिनट जति हिँडेर जानुपर्ने हुन्छ मन्दिरसम्म पुग्नको लागि मलाई त झर्न मनै थिएन गाइज हैन के गर्ने झर्नै पर्यो हैन मलाई केबल कारमै बसिरहँ जस्तो भइरहेको थियो र गाइज म चाहिँ केबल कारबाट झरेर 10-15 मिनट हिँडेपछि बल्ल चाहिँ मन्दिर आइपुग्यो अनि देख्न सक्नुहुन्छ म चाहिँ मनकामना मन्दिरमा छु एकदमै मजा आइरहेछ यहाँको भाइबै अर्कै हुन्छ कि हैन मनकामना मन्दिर भनेपछि अर्कै हुन्छ कि यहाँ र यत्रो दुःख गरेर मनकामना मन्दिर आइसकेपछि यसो घुम्न पनि पर्यो गाइज देख्न सक्नुहुन्छ हैन मान्छेहरू चाहिँ खतरा आउँदो रहेछन् मनकामना दर्शन गर्नको लागि हैन पर हिमाल पनि बब्बाल देखिरहेछ गाइज जस मन्दिर आएपछि चाहिँ मनै शान्त हुने के र यो मन्दिरमा चाहिँ एकदम महान पुजारी पनि हुनुहुँदो रहेछ अनि मलाई चाहिँ यहाँ टिका लगाइदिँदै हुनुहुन्छ अनि आशीर्वाद पनि दिँदै हुनुहुन्छ धन्यवाद उहाँलाई र गाइज म चाहिँ हैन 2-2 घण्टा लाइन बसेर चाहिँ बल्ल मन्दिरभित्र आउन पाएँ अनि बल्ल पूजा गर्न पाएँ अनि पूजा गर्दैछु अरे मेरो 3टा हात कसरी भयो यार र गाइज फाइनली मैले चाहिँ सबै काम भ्याएँ मतलब पूजा गरेर चाहिँ भ्याएँ अनि त्यसपछि अब चाहिँ हामी फर्किनु पनि पर्ने हुन्छ होइन फेरि नत्र भने ढिलो हुन सक्छ हामीलाई अनि आज चाहिँ हामी पक्कै पनि फर्किने भएन होइन तल कुरिन्टारमा गएर बास बस्नु पर्ने हुन्छ हामी चाहिँ र भिडियो हेर्न तपाईँहरूलाई चाहिँ कतिको मजा आइरहेको कमेन्ट गर्न चाहिँ नभुल्नु होला र हाम्रो मनकामना दर्शन पनि भइसक्यो तपाईँहरूको केही इच्छा छ भने कमेन्टमा लेख्नु होला गाइज तपाईँको त्यो इच्छा चाहिँ चाँडोभन्दा चाँडो पुरा हुनेछ है त र गाइज यतिखेर चाहिँ हामी फर्किँदैछौँ यति ढिलो भयो कि होइन फर्किँदा देख्न सक्नुहुन्छ रात परिसक्यो होइन केबल कारमा आउँदै रात परिसक्यो गाइज है र गाइज यतिखेर चाहिँ एकदमै लेट नाइट भइसक्यो होइन एकदमै 11 बज्न लागिसक्यो अनि आज चाहिँ हामी यतै होटल खोजेर बस्नुपर्ने हुन्छ एउटा कतिलो होटल खोजेर बस्नुपर्ने हुन्छ र आजको ट्रिप चाहिँ एकदमै रमाइलो भयो गाइज होइन मनकामना दर्शनको ट्रिप चाहिँ बब्बालै भयो होइन एकदमै मजा पनि आयो तर केबल कार चढ्दाखेरि चाहिँ एकदिन साथै गएको थियो तर त्यस्तो त केही पनि भएन होइन जे होस् भाग्य चाहिँ बलियो रहेछ हाम्रो आज त ओभर ढिलो भइसक्यो देख्न सक्नुहुन्छ गाइज खासै गाडीहरू पनि छैन रोडमा होइन र गाइज हामीले चाहिँ होटल खोज्दै जाँदाखेरि यस्तो दामी होटल भेट्यो यहाँ चाहिँ होइन एकदम दामी ठाउँमा रहेछ अनि आजको रात चाहिँ हामीले यहीँ कटाउनु पर्ने हुन्छ गाइज होइन के हो यार होटलमा पनि सब स्टाफहरू सुतिसकेछ कि क्या हो अन्धकार छ त यार आज त एकदमै ढिलो भएछ कि गाइज तर पनि केही छैन उठाइदिने हो सुते पनि सुतोस् उठे पनि उठोस् होइन उठाइदिने हो हामी चाहिँ र साथीहरू यो होटलको नजारा चाहिँ यस्तो दामी देखिन्छ होइन के हो आज त स्टाफहरू उठ्दैन कि क्या हो यतै सुत्नुपर्ने हुन्छ कि क्या हो म त यार बाहिरतिरै यस्तो चिसो छ फेरि आम्मामामा अब अन्तिम उपाय ढोकासोका फुटालेर छिर्नु पर्छ जस्तो छ भित्र र गाइज म चाहिँ छु अहिले होटलको रुममा एकदमै जाडो भएको छ मलाई एकदम निन्द्रा पनि लागिरहेको छ अब चाहिँ म सुत्नु पर्ने हुन्छ र आजको ट्रिप पनि कम्प्लिट भइसकेको छ र गाइज तपाईँहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला लाइक सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला र हामी चाहिँ भेट्ने छौँ अब अर्को भिडियोमा अर्को भिडियो चाहिँ अब झन् बबाल आउने छ है त र यति भन्दै आजको मिनी ब्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु र थ्याङ्क यू फर वाचिङ टिल द एन्ड यदि तपाईँहरू लास्टसम्म हेर्दै हुनुहुन्छ भने बाई बाई।